dal and rice I made, and then some potato. दाललाई इङ्ग्लिसमा के भन्छ ल? दाललाई इङ्ग्लिसमा के भन्छ? Water recipe, some food. दाललाई के ठेट ल तँलाई म अरू पनि सोध्छु दाललाई फेरि पालुङ्गोको सागलाई के भन्छ? पालुङ्गोको सागलाई चाहिँ के भन्छ? भन पालुङ्गोको सागलाई spinach. यो चाहिँ मिलायो है। अनि भेन्टालाई के भन्छ? ल्याटिन भन्छ गाइस। के को ल्याटिन हो यस्तो? के हो भाइ? फोर्क खानलाई होला नि कसैले। यता सुन, भेन्टालाई के भन्छ इङ्ग्लिसमा? लेडिज फिङ्गर। ब्रिन्जल। ए भेन्टालाई भनेको त म त भिन्डी सोचेँ क्या गाइस। भिन्डी ब्रिन्जल। सकिन यार म तँलाई भन्छ। चिचिन्डालाई के भन्छ इङ्ग्लिसमा? चिचिन्डालाई थाहा छ भने नत्र थाहा छैन भने म बिल्ला गर्दैन। के भन्छ चिचिन्डालाई? चिचिन्डालाई त एग प्लान्ट भन्छ। क्युकम्बर भन्छ होला। क्युकम्बर त तेरो टाउको काँक्राले भन्दैन? काँक्राले चाहिँ क्युकम्बर भन्छन् होला। चिचिन्डा चाहियो कि? चिचिन्डालाई छिचिन्डा भन्छन् होला। ल नगर चिचिन्डाको आफ्नै उस छ। बटर गार्ड। एक्ज्याक्टली हो। जाने कि रहेछ है। जाने। अर्को सोध्छु रोक। मोमोलाई इङ्ग्लिसमा के भन्छ? मोमोलाई डम्पलिङ। यो हेर न मोमोलाई मोमो नै भन्छ के? डम्पलिङ भन्छ हो कि? त कहाँ कुन दुनियाँमा छस्? मोमो भनेको त नेपालमा अर्कै भाषा, नेपालीले निकालेको हामीले डम्पलिङ भन्छन्। मोमोलाई मोमो नै भन्छ कि इङ्ग्लिसमा? मोमो इज मोमो के भन्छन्? काफललाई के भन्छन्? सोध भन त ल। काफललाई के भन्छन्? काफललाई कस्तो खालको वनको काफल हुन्छ? कुनै घरमा फल्ने काफल किमु हुन्छ? भन्नु त अलिकति। सेम हो। सबैलाई के भन्छ ल भन। काफल कस्तो खालको? पहाडतिर असाम कसैले भन्ला भनेर यसले पुरा घुमाएको हेर्न। च्याटमा कसैले भन्ला भनेर यस्तो स्याल होस् मलाई थाहा काफललाई सुन यस्तो सुन। जङ्गलमा गएर टिपेर ल्याएकोलाई चाहिँ काफललाई चाहिँ बेरिज भन्छ क्या? बुझिस्? बेरिज अरू घरको काफललाई चाहिँ के भन्छ नि? त्यो हेरेको हेर नि त्यसले तल च्याटमा। घरको काफललाई त किमु भन्छ। किमुस भन्छ क्या? बुझिनस्? स्कुलमा त्यो चिट गर्ने बच्चा हुन्छन् नि, लेखेको जस्तो गर्ने तर आँखा उता के? लेखेको जस्तो गर्ने तर लेखेको हुन्न आँखा उता। यसले यस्तै गर्यो अहिले। बरु म फेल हुन्छु तर कहिले पनि चिटिङ गर्दिनँ। बुझिनस्? त्यस्तो खालको विद्यार्थी भन्छ। बुझिस्? ब्ल्याकबेरिज भन्छ। त्यो ठुलो वाला दाना भएकोलाई ब्ल्याकबेरिज भन्छ। थाहा छ? ब्ल्याकबेरी भनेको त किमुलाई ब्ल्याकबेरी भन्छ मन्सा। काफललाई रेड बेरी भन्छ। बुझिस् कि नै? दिमाग छ कि छैन? ओ माय गॉड। तँलाई थाहा थियो अहिले? तैँले के भनिस्? किमु भन्छ पहिला गर सोध के? नगरपालिकामा गर सोध। पुनर्वास नगरपालिका वडा नम्बर 6 मा गर सोध। तरुललाई के भन्छ ल भन? तरुललाई स्विट पोटेटो भन्छ। त्यसो भए सक्खरखण्डलाई के भन्छ ल भन? सक्खरखण्ड र तरुल त एउटै हो नि त। दाजुभाइले भन्न मिल्छ। के अरे तरुल खल्लो हुन्छ। तरुललाई यम भन्छ होला। यम च्याटमा पुरै हेरेर के 10 घण्टा लाएर हेरेर। रोटीलाई के भन्छ ल भन? लास्ट एन्ड फाइनल। रोटीलाई धेरै ठाउँमा हुन्छ। स्पेनमातिर गछिस् भने त्यसलाई टोर्टिलास भन्छ हैन? अलि इन्डियातिर छ भने चपातिज भन्छ। चपातिज भन्छ हैन? त्यस्तै हो। नत्र ब्रेड पनि भन्छ कुनै ठाउँमा चाहिँ। तैँले यत्रो गफ गर्ने बेलासम्म अरू बुस्टर पाउँथिस् नि भाइ। त धेरै गफ गर्छस् के? त्यो ध्यानै हुँदैन कि? अनि त्यही भएर हात त्यस्ता भने ल गर। ल चल सुन।